हेलो एभ्रिवान। आज तपाईहरुमा केही कालो सुन अलैँची सम्बन्धी फल अनि यो हेर्न सक्नुहुन्छ है त। यो एकदम फल हो। एकदम यो अलि थुङ्गामा यसरी फूल खिलेको छ। यो फूलको वरिपरि गोटी पनि प्रशस्त मात्रामा तपाईहरुले हेर्न सक्नुहुन्छ है त। अलिअलि गोटी पनि लाग्न थालेको छ। सो अब यो असर अन्तिममा यो पुरै लागिसक्छ यो थुङ्गामा गोटी फल। अनि सो आज हल्का तपाईहरुमा आज भिडियो राख्न चाहे। एकदम मजाले फलेको छ है कालो सुन चाहिँ। कालो सुन यसपालिको दुःख गरे अनुसार चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ। आम्दानी एकदम यो वनस्पति चाहिँ योबाट एकदम धेरै राम्रो हुन्छ। यो वनस्पति कालो सुन अलैँची सम्बन्धी चाहिँ हाम्रो पहाडी भेगमा चाहिँ एकदम अत्यन्तै किसानले चाहिँ खेतीपाती नै आजभोलि एकदम बढ्दो पनि छ। अनि यसको आय स्रोत पनि एकदम राम्रो छ। अनि तपाईहरुमा आज थोरै कालो सुन सम्बन्धी अपडेट राख्न चाहे। एकदम हेर्न सक्नुहुन्छ है त। यो जुन दृश्यमा देखिएको सबै वनस्पति अलैँची सम्बन्धी पुरै हेर्न सक्नुहुन्छ है त। यो मैले टिकटकबाट देखिरहेको छु। एकदम मजाले आएको छ। बिरुवाहरू पनि नयाँ पनि हो एकदम। अनि विशेष गरी पुरानो झ्याङहरू मर्दैछन्। हामी रोप्दै पनि छौँ हैन। एकदम फाट्ने काम पनि भइरहेको छ। हेर्न सक्नुहुन्छ है त। यसरी बाटोको एरियातिर पनि राम्रै आएको छ फलहरू हैन। सो तपाईहरुले हेर्न सक्नुहुन्छ। एक्ज्याक्टली युरोपको डलर यसपालि एसियातिरै नै होला जस्तो छ है। तपाईहरुले पनि भरपुर मात्रामा यसो भिडियो हेरेर है अलैँचीको बोटमा फल सम्बन्धी यस्तो छ है। अलिकति घाम लागेर अलिक खरिटीको कारणले थुङ्गाहरू पनि हल्का कुहिएको पनि छ। अनि सो ल हेर्न सक्नुहुन्छ है त तपाईहरुले एकदम कालो सुन चाहिँ विशेष गरी हैन यस्तो तरिकाले हाम्रो एरियामा चाहिँ यसरी फाड्छन् है। चिटिक्क बनाएर यतिको फाडिसकेपछि लगभग अब यसले राम्रै खालको बोट अनुसार फल पनि राम्रै खालको हुन्छ। राम्रै आम्दानी पनि दिन्छ। अनि सो है अलिकति पानी चाहिँ हुनु पर्यो विशेष गरी। अनि तपाईहरुमा आज म यो पातलेको रुख है। यो रुखबाट चाहिँ यही हो। यहाँदेखि सिमाना चाहिँ हाम्रो यो पातलेको रुखदेखि उँधो चाहिँ हाम्रो एरिया समथिङ तला पर्छ। समथिङ यहाँबाट 30-35 रुपैयाँ उँधो छ अझै पनि। अनि सो आज यहाँबाट मैले जति पनि देखाएको हो यो एकदम आज तपाईहरुलाई मैले समथिङ यहाँबाट दृश्यबाट देखिने माथि एक घरदेखि नै समथिङ 20-25 रुपैयाँ उँभो जग्गामा नि हामीले कालो सुन लगाएको छौँ। अनि त्यहाँदेखि उँधो समथिङ 100 मिटर उँधो चाहिँ सबै कालो सुनै मात्र हो। एकदम योबाट एकदम के भनौँ हैन विदेश जाने अब दाजुभाइ दिदीबहिनीहरू जो जति विदेशी भएको छ आफ्नै स्वदेशमा यसरी श्रम गरेर हैन काम गरेर पसिना बगाएर चाहिँ यही वनस्पति कालो सुन सम्बन्धी चाहिँ हैन हल्का तपाईहरुले केही ट्राई गर्नुभयो एकदम मेहनतको साथ काम गर्नुभयो भने खाडी मुलुक गएको भन्दा चाहिँ एकदम योबाट धेरै फाइदा नै हुन्छ है। अब त्यही अनुसारको जग्गा पनि हुनु पर्यो। 100-150 रुपैयाँ जग्गा चाहिँ छ भने तपाईले मजाले वर्षमा 30-35 लाख चाहिँ मजाले कमाउन सक्नुहुन्छ है। अनि मैले यो जुन यो लाइभबाट हैन मैले भिडियोबाट देखाएँ। सो एकदम यो कालो सुन सम्बन्धी विशेष भिडियो हो। अनि तपाईहरुमा आज चाहिँ म यति नै सर्टकट भिडियो राख्न चाहे। एभ्रिवान तपाईको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि मेरो एकदम भिडियोलाई वाच गरेर हरेक भिडियोहरुमा केही नयाँ ज्ञानका कुराहरू यस्तै वनस्पतिहरू सम्बन्धी भिडियोहरू म राखि नै रहेको छु। तपाईहरुले पनि भरपुर मेरो
युट्युब च्यानलमा सहभागी भई हरेक भिडियोमा गई लाइक कमेन्ट अनि सब्सक्राइब पनि गर्न सक्नुहुन्छ भन्दै तपाईँहरू माझ आउने दिनहरूमा नयाँ नयाँ भिडियो ल्याउने बाचा गर्दै तपाईँहरू माझ म छुटिन चाहेँ। एकदम तपाईँको दिन शुभ रहोस् एभ्रिवान।